जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि पूर्व गृहमन्त्री एवं राष्ट्रपका सभापति रवि लामिछानेका समर्थक र नेपाल प्रहरी बीच घम्साघम्सी सुरु भइसकेको छ। समर्थकहरू जिल्ला प्रहरी कार्यालयको परिसरमा प्रवेश गर्न खोजिरहेका छन् भने यहाँ प्रहरीले भने रोकिरहेको अवस्था छ। हिजो मात्र काठमाडौँबाट वीरगञ्ज ल्याइएका पूर्व गृहमन्त्री एवं राष्ट्रपका सभापति लामिछानेलाई बयानको लागि सरकारी वकिल कार्यालय लगिएको छ। उनको बयान उता चलिरहेको छ र यता उनका समर्थक र प्रहरी बीच घम्साघम्सी भएको छ। वीरगञ्जमा अहिले राष्ट्रपका समर्थकहरूको निकै बाक्लो उपस्थिति हामी हेर्न सक्छौँ। भर्खरै नगर परिक्रमा गरी भर्खरै जिल्ला प्रहरी कार्यालय परिसर अगाडि पुगेका छन् उनका समर्थकहरू रवि लामिछानेका, र अहिले जस्ताको त्यस्तै भिडियो हामी तपाईँहरूलाई देखाइरहेका छौँ। वीरगञ्जको सानो पाइला बचतधारी सहकारी संस्थाको मुद्दामा लामिछानेलाई वीरगञ्ज ल्याई अनुसन्धान भइरहेको छ। उनलाई जिल्ला अदालत पर्सामा लगेर सरकारी वकिलको कार्यालयमा उनको बयान लिँदैछ भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ र सम्भवतः भोलि उनलाई पुनः काठमाडौँ हुँदै पोखरा लगिने तयारी भइरहेको हामीले जानकारी प्राप्त गरेका छौँ।